यदि तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र तपाईले श्रम गराउने बेलामा तपाई सामाजिक सुरक्षा कोषमा आबद्ध पनि भइसक्नु भएको छ र त्यतिखेर तपाईले 1 महिनाको योगदान पनि गरिसक्नु भएको छ। योगदान गरिसकेपछि तपाईले एसएसआईडी र परिचय पत्र कार्ड पनि पाइसक्नु भएको छ। तर तपाईले त्यति 1 महिनाको योगदान गरेर तपाईले सामाजिक सुरक्षा कोषबाट पाउन पर्ने सेवा सुविधाहरू पाउन सक्नुहुन्न। तपाईले अथवा तपाईको परिवारले पाउने सेवा सुविधाहरू पाउनको लागि सामाजिक सुरक्षा कोषको पोर्टल खोलेर तपाईले आफ्नो केवाइसी अपडेट गर्न पर्ने हुन्छ। त्यो केवाइसी अपडेट गरिसकेपछि मात्र बल्ल सामाजिक सुरक्षा कोषमा तपाईले पाउन पर्ने अथवा तपाईको परिवारले पाउन पर्ने सेवा सुविधाहरू पाउँछ। त्यसैले आजको यस भिडियोमा तपाईले आफ्नो सामाजिक सुरक्षा कोषको पोर्टल खोलेर कसरी केवाइसी अपडेट गर्ने भन्ने कुरा आजको यस भिडियोमा देखाउन गइरहेको छु। भिडियो सुरु गर्नुभन्दा पहिले केवाइसी अपडेट गर्नको लागि तपाईलाई चाहिने मेन डकुमेन्ट भनेको एउटा तपाईको नागरिकताको कपी जेपीजी, पीएनजी अथवा पीडीएफ जुन फर्मेटमा भए पनि हुन्छ। फर्स्टमा तपाईलाई तपाईको नागरिकताको कपी चाहियो, त्यसपछि तपाईलाई पासपोर्टको कपी चाहियो, श्रमको कपी, राष्ट्रिय परिचय पत्र कार्ड। यदि तपाईसँग राष्ट्रिय परिचय पत्रको कार्ड छ भने त्यो राख्दा पनि हुन्छ, छैन भने नराख्दा पनि हुन्छ। र अर्को तपाईको फोटो पनि चाहियो। जुन तपाईले पाउनु भएको यस्तो खाले यो परिचय पत्र छ, यसमा तपाईको फोटो पनि छैन, त्यसैले तपाईको फोटो पनि राख्न पर्ने हुन्छ। र अर्को यदि तपाई विवाहित हुनुहुन्छ भने तपाईको विवाह दर्ताको कपी र साथै तपाईको श्रीमान अथवा श्रीमतीको फोटो। यदि तपाई श्रीमान हुनुहुन्छ भने तपाईको श्रीमतीको फोटो अथवा तपाई श्रीमती हुनुहुन्छ भने तपाईको श्रीमानको फोटो। यदि डकुमेन्टहरू हामीलाई मेन चाहिन्छ र अरु चाहिँ भर्न पर्ने डिटेल्सहरू भिडियोको भित्र गएर भरौँ। त्यसैले भिडियो सुरु गरौँ। भिडियो सुरु गर्नको लागि मैले क्रोम ब्राउजर खोलेँ र क्रोम ब्राउजर खोलिसकेपछि सामाजिक सुरक्षा कोषको वेबसाइट छ ssf.gov.np। यो लेखेर मैले यसलाई गो गरेँ। यसरी गो गरिसकेपछि यसरी सामाजिक सुरक्षा कोषको वेबसाइट खुल्छ र वेबसाइट खुलिसकेपछि हामी यसमा जाने कन्ट्रिब्युटर लगइनमा जाने। कन्ट्रिब्युटर लगइनमा गइसकेपछि यसमा हामीले हाम्रो युजर नेम र पासवर्ड हानेर खोल्न पर्ने हुन्छ। यदि तपाईसँग युजर नेम पासवर्ड छैन भने पहिलो पटक सामाजिक सुरक्षा कोषमा चाहिँ युजर नेम पासवर्ड कसरी गराउने भनेर मैले यो भन्दा पहिले भिडियो बनाइसकेको छु। तपाईले भिडियोमा गएर हेर्न सक्नुहुन्छ अथवा यहाँ माथि आएको आई बटनमा गएर हेर्न सक्नुहुन्छ। त्यसैले अब यो खोल्नको लागि मैले मेरो युजर नेम राख्छु। युजर नेम र एसएसआईडी सेम हुन्छ, त्यसैले मैले मेरो युजर नेम राखेँ अथवा एसएसआईडी राखेँ। र यसमा पासवर्ड राख्ने मैले अलरेडी सेभ गरेर राखेको छु, त्यसैले मेरो युजर नेम र पासवर्ड आफै अटोमेटिक आयो। र यसरी युजर नेम र पासवर्ड राखिसकेपछि तलपट्टि फेरि एसएसआईडी राख्ने। यसरी मैले राखेँ। यदि तीनटा कुरा राखिसकेपछि अब मैले यसलाई लगइन गरेँ। लगइन गरिसकेपछि यसरी हाम्रो सामाजिक सुरक्षा कोषको पोर्टल खुल्छ। यसरी यो प्रोफाइलमा गएर हेर्यो भने यसरी योगदानकर्ताको प्रोफाइल यसरी यसमा हाम्रो डिटेल्स आउँछ। मैले पनि विदेश आउँदाखेरि श्रम गराउने बेलामा एक पटकको 1 महिनाको योगदान मात्र गरेको थिएँ। त्यतिखेर मैले एसएसआईडी र परिचय पत्र त पाएँ, तर मेरो फोटो सोटो केही थिएन त्यसमा। त्यसैले अब यसमा फोटोहरू डकुमेन्ट्सहरू अपलोड गर्नको लागि हामीले केवाइसी अपडेट गर्नुपर्ने हुन्छ। त्यसैले फेरि ड्यासबोर्डमा गएँ। त्यसैले अब केवाइसी अपडेट गर्नको लागि यसमा छ यो केवाइसी, यसमा जाने। केवाइसी मा गइसकेपछि यसमा भनेको छ डु यु हैव सबमिसन नम्बर। सबमिसन नम्बर छ भनेर भनेको छ। मैले अहिले फर्स्ट टाइम गर्न गइरहेको छु, त्यसैले मसँग सबमिसन नम्बर छैन। त्यसैले मैले गेट सबमिसन नम्बर गर्छु। यदि तपाईले केवाइसी को लागि पहिल्यै गरिसक्नु भयो र तपाईसँग पहिलेको सबमिसन नम्बर छ भने यस गरेर तपाईले त्यो केवाइसी अपडेट एप्रुभ भयो भएन भनेर ट्र्याक गर्न सक्नुहुन्छ त्यो सबमिसन नम्बरबाट। मैले पहिलोचोटि केवाइसी अपडेट गर्न जाँदैछु, त्यसैले मसँग सबमिसन नम्बर छैन। त्यसैले गेट सबमिसन नम्बर गरेँ। गेट सबमिसन नम्बर गरिसकेपछि यसमा भनेको छ प्लिज नोट डाउन सबमिसन नम्बर। यो सबमिसन नम्बर नोट डाउन गरेर राख्ने रे, फोटो लिएर राख्ने अथवा यसलाई कपी गरेर राख्ने। मैले यसलाई कपी गरेर राखेँ र ओके गरेँ। र ओके गरिसकेपछि अब यसरी खुल्छ सबमिसन नम्बर। यो हाम्रो सबमिसन नम्बर भयो। र अब एसएसआईडी नम्बर हाम्रो एसएसआईडी नम्बर भयो, त्यो चेन्ज गर्न मिलेन। यसमा छ यो हामीले व्यक्तिगत विवरण, योगदानकर्ताको कागजपत्र, पारिवारिक विवरण, बैंक विवरण अथवा स्थायी ठेगाना, अन्य कागजपत्र, पूर्वावलोकन भनेर भनेको छ। यो सबै हामीले कम्प्लिट गर्न पर्ने हुन्छ। त्यसको लागि यो फर्स्टमा छ व्यक्तिगत विवरण। यसमा अब यसमा फोटो राख्ने, तपाईको फोटो चुज गर्ने।
म यसमा फोटो राख्छु। यसमा फोटो राखेँ र तलपट्टि छ नेपालीमा पहिलो नाम, फर्स्ट नेम राख्ने। बिचको नाम छैन, थर, राखेँ र इङ्ग्लिसमा आफै अटोमेटिक आएको छ। फर्स्ट नेम, बिचको नाम छैन, मिडल नेम छैन, थर भयो। लिङ्ग पुरुष, जन्ममिति, यो डिटेल्सहरू पहिले हामीले श्रम गराउने बेलामा अपडेट भइसकेको छ। लिङ्क भएको हुनाले आफै अटोमेटिक आएको छ। त्यसैले मैले नभएको कुराहरू थप गर्छु। यसमा भएको कुरा हामीले चेन्ज गर्न पर्दैन। यो जन्ममिति ठिक छ कि छैन चेक गर्ने। नेपालीमा यो ठिक छ, इङ्ग्लिसमा ठिक छ, राष्ट्रियता नेपाल ठिक छ, इमेल पनि यो सही छ, मोबाइल नम्बर पनि सही छ, ब्लड ग्रुप, यसमा ब्लड ग्रुप राख्ने। ब्लड ग्रुप बी पोजिटिभ। यसमा नोट छ, आफ्टर भेरिफिकेसन यु विल गेट युजर नेम एन्ड कन्ट्रिब्युसन HSF ID इन द स्पेसिफिक इमेल ID भनेर भनेको छ। यो चाहिएन। युजर नेम एन्ड कन्ट्रिब्युसन ID मसँग अलरेडी छ। र यति कुरो भइसकेपछि अब यसलाई नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि योगदानकर्ताको कागजपत्र, यसमा कागजपत्रहरू अपडेट गर्ने। यसमा छ फर्स्टमा छ नागरिकता प्रमाणपत्र। यसमा नागरिकता नम्बर भयो। यसमा जारी मिति राखौँ। यसरी जारी मिति राखेँ। यसमा अगाडिको फाइल अपलोड, नागरिकताको अगाडिपट्टिको फोटो चुज गर्ने। अगाडिपट्टिको आयो, पछाडिपट्टिको फाइल, नागरिकताको पछाडिपट्टिको भाग। यसरी नागरिकता भयो। राष्ट्रिय परिचय पत्र मसँग अहिले छैन, त्यो मैले राखेन। प्यान कार्ड पनि मसँग छैन, राखिन। पासपोर्ट, यो पासपोर्ट नम्बर भयो। जारी मिति, यसमा जारी मिति राखौँ। र यतापट्टि पासपोर्ट चुज गर्ने। र यसरी पासपोर्ट चुज गरेँ र अन्य यसमा मैले श्रमको कागज चुज गर्छु। यसरी यसमा श्रम स्वीकृतिको कागज चुज गरेँ र यति राखिसकेपछि मैले यसलाई नेक्स्ट गरेँ फेरि। र नेक्स्ट गरिसकेपछि अब थर्ड स्टेपमा आयो पारिवारिक विवरण, वैवाहिक विवरण। यसमा छ वैवाहिक स्थिति, म म्यारिड, त्यसैले विवाहित, अविवाहित भने अविवाहित राख्ने। विवाहित चुज गरेँ। चुज गरिसकेपछि तलपट्टि छ पारिवारिक विवरण। फर्स्टमा छ श्रीमान अथवा श्रीमती, पहिलो नाम, बिचको नाम छैन, थर, जन्ममिति नेपालीमा, मोबाइल नम्बर, महिला। फोटो चुज गर्ने, श्रीमतीको फोटो। र यसमा नाता प्रमाणित वा सो सरहको सरकारी कागजपत्र। यसमा विवाह दर्ता। यसमा इच्छाएकोमा कसलाई राख्ने, त्यसमा टिक मार्क राख्ने। मैले यो श्रीमतीले नै इच्छाएको व्यक्ति राखेँ, त्यसैले यसमा टिक मार्क गरेँ। अब आमाको पहिलो नाम, मिडल नेम, बिचको नाम, थर, जन्ममिति, मोबाइल नम्बर, महिला। बुबाको नाम, बिचको नाम छैन, थर, जन्ममिति राखेन मैले। पछि के म्याच भएन भने समस्या हुन सक्छ, त्यसैले मैले जन्ममिति राखेन, मोबाइल नम्बर पनि राखेन। पुरुष। बाजेको नाम, बाजेको बिचको नाम,
थर र जन्ममिति राखेन, मोबाइल नम्बर पनि राखेन। अझै अरू पनि छोराछोरीहरू पनि एड गर्ने हो भने यो प्लसमा गएर हामीले एड गर्न सक्छौँ। र मैले यति राखेँ। यति राखिसकेपछि अब मैले यसलाई फेरि नेक्स्ट गरिसकेपछि यसमा भनेको छ कन्फर्मेसनको लागि के तपाईँ इच्छाको व्यक्तिको रूपमा श्रीमान श्रीमतीलाई राख्न चाहनुहुन्छ भनेर भनेको छ। ओके, त्यसैले यसलाई ओके गर्ने। ओके गरिसकेपछि अब चौथो स्टेप छ बैंक विवरण। बैंकको विवरण। यसमा मैले श्रम गराउँदाखेरि बैंकको डिटेल्स राखेको थिएँ तर यसमा आएको छैन, यसलाई राखिदिउँ। बैंकको नाम, बैंक चुज गर्ने, बैंक शाखा, तपाईको खाता भएको ब्रान्च, खातावालाको नाम मेरो भइहाल्यो, बैंक खाता नम्बर, एकाउन्ट नम्बर राख्छु। र यसमा स्थायी ठेगाना, प्रदेश चुज गर्ने, जिल्ला, स्थानीय तह, वडा नम्बर, टोलको नाम, र यति कुरो राखिसकेपछि फेरि यसलाई नेक्स्ट। यसलाई नेक्स्ट गरिसकेपछि फेरि अर्को स्टेप आउँछ अन्य कागजपत्र, कार्यक्षेत्रको विवरण। यसमा विदेशमा भएको डिटेल्स, देश साउदी अरेबिया, कम्पनीको नाम, कम्पनीको ठेगाना, कम्पनीको सम्पर्क नम्बर, पद, कार्यकाल मिति, सुरु मिति कहिलेबाट, यसमा अटोमेटिक आएको छ, मैले यसमा यतिकै राखिदिएँ। तलपट्टि जाउँ, माइग्रेन्ट वर्कर कागजपत्र, इपिएस सिरियल नम्बर यो चाहिएन, फाइल अपलोडिङ डकुमेन्ट पीडीएफ ओन्ली अर इमेज जेपीजी, द साइज शुड नट एक्सिड 1 MB भन्दा ठुलो हुनु भएन। श्रम स्वीकृतिको पत्र, कागजपत्र नम्बर राखेन, जारी मिति पनि राखेन, मैले सिधा अगाडिको फाइल अपलोड, यसमा श्रम स्वीकृतिको पेपर राखेँ। यसमा श्रम स्वीकृतिको पेपर एट्याच गरेँ। र यति कुरो राखिसकेपछि फेरि यसलाई नेक्स्ट। कृपया श्रम स्वीकृति पत्रको कागजपत्र नम्बर भर्नुहोस्। कागजपत्र नम्बर, तपाईको श्रम स्वीकृतिको कागजमा भएको स्टिकर नम्बर, यसमा स्टिकर नम्बर राख्छु। र यति कुरो राखिसकेपछि मैले यसलाई नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि कृपया श्रम स्वीकृति पत्रको जारी मिति भर्नुहोस् रे। जारी मिति पनि राख्नुपर्ने भयो, 2081/08/14। यति कुरो राखिसकेपछि अब मैले यसलाई नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि अब लास्टमा आउँछ पूर्वावलोकन। यसमा चेक गर्नको लागि आउँछ, यसमा चेक गरौँ। केवाइसी रजिस्ट्रेसन फर्म, फोटो भइहाल्यो, नाम चेक गरौँ, राष्ट्रियता नेपाल, इमेल, मोबाइल, ब्लड ग्रुप, योगदानकर्ताको कागजपत्र, नागरिकता नम्बर, जारी मिति, नागरिकताको अगाडि पछाडिको, पासपोर्ट, जारी मिति, पासपोर्ट भइहाल्यो, वैवाहिक विवरण, विवाहित, पारिवारिक विवरण, श्रीमान श्रीमती, थर, बीचको नाम छैन, थर, जन्ममिति, फोटो, नाता खुल्ने कागजपत्र, बिहे दर्ताको कागज छ, आमाको नाम, बीचको नाम, थर, बुबाको नाम, थर, बाजेको नाम, बीचको नाम र थर। तलपट्टि बैंक विवरण, यो बैंक भयो, यो ब्रान्च, खातावालाको नाम,
खाता नम्बर र तलपट्टि स्थायी ठेगाना, प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर, टोल, कार्यक्षेत्रको विवरण, देश, कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर, पद, कार्यकाल मिति, सुरु मिति, अन्त्य मिति, कागजपत्र, श्रम स्वीकृतिको पत्र, कागजपत्र नम्बर, जारी मिति, श्रम स्वीकृतिको कागज। यति कुरो भइसकेपछि माथि उल्लेखित विवरणहरू सही र साँचो हुन्, कुनै विवरण गलत रहेमा म स्वयं जवाफदेही हुनेछु, झुट ठहरिएमा प्रचलित कानुन बमोजिम सहुला बुझौँला भनेर भनेको छ। यसमा टिकमार्क चुज गरेर यसलाई सबमिट गरिदिनु। सबमिट गरिसकेपछि यसमा ओके गरिदिने। ओके गरिसकेपछि यसरी केवाइसी एडिटेड सक्सेसफुल्ली भनेर आउँछ, यसलाई फेरि ओके। यसरी मैले मेरो केवाइसी अपडेट गरेँ। अब केवाइसी अपडेट गरिसकेपछि त्यो एप्रुभ भयो कि भएन भनेर जुन हाम्रो इमेल राखेको छ त्यो इमेलमा मेल आउँछ। यसरी तपाईहरूले आफ्नो केवाइसी अपडेट गर्न सक्नुहुन्छ र केवाइसी अपडेट गरेर एप्रुभ भइसकेपछि तपाईले अथवा तपाईको परिवारले पाउने सेवा सुविधाहरू सजिलोसँग पाउनुहुनेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोले तपाईलाई धेरै धेरै धन्यवाद।